साथीहरू तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानल जुजे टेकमा स्वागत गर्न चाहन्छु। आज म तपाईँहरूलाई चाहिँ नेपाल सरकारले श्रावण 1 गतेबाट चाहिँ सुरु गरेको छ नि हाम्रो सामान किन्ने बापत चाहिँ जुन भ्याट बिल तपाईँले लिनुहुन्छ त्यसको आधारमा चाहिँ बम्पर उपहारहरू नेपाल सरकारले प्रदान गरिरहनु भएको छ। त्यो प्रोग्राममा चाहिँ तपाईँले कसरी चाहिँ आफूले भ्याट बिलहरू लिएको छ त्यसले कसरी इन्ट्री गर्ने हैन, अनि अनलाइन पेमेन्टबाट चाहिँ कसरी त्यो कार्यक्रममा सहभागी हुने र लटरी सिस्टमबाट कसरी जित्ने सम्बन्धी चाहिँ म आज तपाईँलाई सिकाउन गइरहेको छु है। सुरुमा चाहिँ तपाईँले कुनै पनि पसलमा चाहिँ हैन सामानहरू किन्दाखेरि चाहिँ तपाईँले चाहिँ यदि अफलाइन गर्नुहुन्छ भने चाहिँ पसलेसँग भ्याट बिल सहितको बिल माग्नुपर्छ। ओके, यदि तपाईँ अनलाइन छ भने चाहिँ तपाईँले चाहिँ अब ई-सेवाबाट चाहिँ तिर्नुहुन्छ भने चाहिँ ई-सेवाबाट चाहिँ क्युआर सिस्टम व्यक्तिगत खातामा होइन कि जुन पसलमा दर्ता भएको छ फोन पे हुन्छ नि त्यसमा चाहिँ पेमेन्ट गरे बापत चाहिँ ई-सेवाले अटोमेटिक तपाईँको चाहिँ त्यो बिललाई चाहिँ अटोमेटिक कुपनमा चाहिँ एड गरिदिन्छ है। त्यो तरिका नै म तपाईँलाई सिकाउनु छु। सुरुमा चाहिँ म तपाईँलाई आज चाहिँ कसरी हार्ड कपी होइन जुन तपाईँले भ्याट बिल ल्याउनुहुन्छ क्यास टु क्यास पेमेन्ट गरेर त्यसको एन्ट्री गर्ने तरिका चाहिँ आज म सिकाउन गएको छु है। त्यसको लागि तपाईँले मोबाइलमा अथवा ल्यापटप छ भने ल्यापटपमा होइन म्याक्सिममसँग मोबाइलै होला। त्यसको लागि चाहिँ यहाँ छ price.ird.gov.nb मोबाइल खोल्नु होला। मोबाइलको क्रोम ब्राउजरमा चाहिँ price. यो टाइप गर्नु होला होइन, त्यसपछि ओके हान्नु होला मोबाइलबाट। म चाहिँ ल्यापटपबाट गरिरहेको छु, प्रोसेस सेम हो। यहाँ सुरुमै देख्न सक्नुहुन्छ तपाईँहरूले करदाता प्रोत्साहन उपहार कार्यक्रम क्लिक गर्नु होला। त्यसपछि तपाईँले यहाँ बिल दर्ता भन्ने ठाउँ पाउनुहुन्छ है। यो चाहिँ तपाईँले क्यास टु क्यास पेमेन्ट गऱ्यो भने चाहिँ यो हुन्छ है, दिन पाउँछ। तपाईँले नियमहरू पढ्न सक्नुहुन्छ है। व्यवसायिक प्रयोजनको लागि भएका खरिद बिजोग हुनेछ। सरकारी निकाय वा सार्वजनिक संस्थाका नामबाट जारी भएको बिजोग, टेलिफोन, इन्टरनेट तथा ढुवानीका साधन खरिद बापतको बिजोग हुनेछ। स्थानीय लेखा नम्बर नलिएका व्यक्तिबाट खरिद गरेको बिजोग होइन। यति चाहिँ बिलहरू चाहिँ मान्य हुँदै छैन भनेको छ है। तपाईँले बुझ्नुभयो नि। अब यति भइसकेपछि तपाईँले सामान किन्नुभयो होइन कुनै स्टोरबाट, अनि तपाईँले चाहिँ बिल ल्याउनु पर्ने भयो। त्यसपछि बिल नम्बर हाल्नु पर्ने भयो, अनि त्यसको प्यान नम्बर है, पसलको प्यान नम्बर पनि हाल्नु पर्ने भयो है। बिलको मिति कहिले छ, रकम कति छ, नाम के छ, मोबाइल नम्बर होइन। अनि त्यसपछि तपाईँले एकचोटि सबै चेक जाँच गरेर अनि पुरस्कार कुपन सिर्जना गर्नुहोस्मा क्लिक गरेपछि तपाईँको कुपन चाहिँ दर्ता हुन्छ है। एकदम इजी छ साथीहरू, यो धेरै तनाव लिने कुरै छैन, सजिलो छ। यदि अनलाइन गर्नुहुन्छ भने चाहिँ तपाईँलाई यहाँ चुज गर्नुभयो भने के भन्छ भने तपाईँको भुक्तानी स्वतः दर्ता भइसकेको छ भने क्युआर कार्डबाट गरिएको भुक्तानी ब्याङ्किङ वा वालेट मार्फत बिल पुरस्कार कुपन प्रदान स्वतः दर्ता फारम भन्नु पर्दैन भनेको छ है। साथीहरू तपाईँहरूले चाहिँ आफ्नो कुन ब्याङ्कको मोबाइल एप हो होइन त्यो ब्याङ्कले चाहिँ फोन गरेर सोध्नु होला होइन यो सेवा चाहिँ आफ्नो मोबाइल ब्याङ्कमा चाहिँ एड भएको छ कि छैन होइन। ई-सेवामा चाहिँ एड भइसक्यो, तपाईँले ई-सेवाबाट चाहिँ पैसा तिर्नुहुन्छ भने त्यसमा चाहिँ अटोमेटिक एड हुन्छ है। त्यसको लागि म तपाईँलाई मोबाइलको स्क्रिनतिर लान चाहन्छु साथीहरू। मोबाइलमा चाहिँ आफ्नो ई-सेवा खोल्नु होला है, ई-सेवालाई लगइन गर्नु होला। त्यसपछि तल तपाईँले स्क्रोल डाउन गर्नुहुन्छ। लास्टमा चाहिँ तपाईँले ट्याक्स पेयर इन्सेन्टिभ प्राइस प्रोग्राम भन्ने आएको छ है, त्यसमा क्लिक गर्नु होला है। यहाँ मेरो चाहिँ 0 एलिजिबल छ किनकि मैले कुनै पनि स्टोरबाट सामानहरू खरिद गरेको छैन ई-सेवा मार्फत। यदि तपाईँले खरिद गर्नुहुन्छ भने चाहिँ यसमा चाहिँ तपाईँको एलिजिबल बिल पेमेन्ट्सहरू चाहिँ
यसमा देखिन्छ है। अब यो सेवा चाहिँ मोबाइल एपहरूमा पनि दिएको भनेको छ, तर मेरो वालेटमा एपमा चाहिँ देखिएन होइन। तपाईँहरूले आफ्नो कुन ब्याङ्कको मोबाइल एप छ सम्बन्धित ब्याङ्कमा फोन गरेर सोधेर चाहिँ बुझ्न सक्नुहुनेछ है। तर ई सेवामा चाहिँ आइसक्यो, तपाईँले आफ्नो वालेटबाट ई सेवामा पैसा हालेर ई सेवा मार्फत पेमेन्ट गरेर नै यो फिचरमा होइन यो प्रोग्राममा चाहिँ सहभागी हुन सक्नुहुन्छ है साथीहरू। अब यो चाहिँ 15 दिनमा गर्ने रहेछ। 15 जनाले चाहिँ 1,33,000 र एकजना भाग्यशालीले चाहिँ 10 लाख उपहार पाउने रहेछ है साथीहरू। ओके साथीहरू, यदि भन्दै तपाईँले यो भिडियो कस्तो लाग्यो होइन सेयर कमेन्ट गरिदिनु होला है। अब इन्फर्मल भिडियो यो तपाईँलाई राम्रो लाग्यो कमेन्ट पनि गर्नु होला। थ्याङ्क यू।